साथीहरूलाई नमस्कार है। यो अहिले तपाईँहरूले गर्दै जाँदाखेरि यो जग्गाको विवरणमा एउटाको जग्गा थियो, त्यो यसको नाममा भएन, त्यसले जग्गा बेच्यो अथवा नामसारी गर्यो, अर्कोलाई दियो भन्ने कुराहरू थियो है। त्यसलाई चाहिँ तपाईँहरूले फेरि एकतिर निष्क्रिय गर्ने, अर्कोतिर गएर फेरि त्यसलाई याद गर्ने गर्यो भने हाम्रो डाटा बिग्रिन्छ है। त्यो भएर त्यसलाई कसरी गर्ने भनेर म अहिले देखाउँछु है त। तपाईँहरू सूत्र लगइन गरेर जानुहुन्छ, सुरुमा प्रविष्टमा जानु के अरे सूत्र लगइन गरेर जानुहुन्छ है। अनि त्यसपछि गएर एरिया प्रविष्टिमा तपाईँहरूले हेर्नुहुन्छ यहाँनिर स्वामित्व हस्तान्तरण भनेर एउटा ट्याब छ है। त्यो स्वामित्व हस्तान्तरणमा तपाईँहरू जानुहुन्छ। अनि त्यसपछि जग्गाको हस्तान्तरण हाम्रो त भेहिकल होइन, हाम्रो जग्गाको स्वामित्व हस्तान्तरण गर्ने हो। करदाता कोड कसकोबाट गर्ने हो, जस्तै अहिले मलाई 5 नम्बर वडाबाट जयबहादुर बुढा सरले भन्नुभएको थियो, मैले त्यहाँको लिएँ। यो यसकोबाट 1951 भनेको हाम्रो रूपामाया गुरुङ भनेर पठाउनु भएको छ, वडा नम्बर 5। यो साबिकको पक्षमा भयो। त्यसपछि गएर ओनर ट्रान्सफरसिप भयो होइन। त्यहाँ तपाईँले मर्ज गर्ने, स्प्लिट गर्ने, ओनर ट्रान्सफर गर्ने, त्यो सबै हुन्छ। किता कार्डदेखि लिएर जग्गा किता मर्ज गर्नेदेखि लिएर सबै हुन्छ। यहाँ चाहिँ हाम्रो ट्रान्सफर ओनरसिप हुन्छ अहिलेलाई होइन। अनि त्यसपछि यहाँ अगाडिपट्टि त्यो क्लिक गरेर यसमा हामीले प्रोसिड भनेर गरेपछि अब किता नम्बर त त्यही हो। अब त्यसलाई कसकोमा लिएर जाने, किता नम्बर यही हो, रूपमाया गुरुङको 51 नम्बर किता। अब कसकोमा लिएर जाने भन्दाखेरि यहाँ दिनुभएको छ देशीमाया गुरुङ भनेर 26,921। देशीमाया गुरुङ है। जग्गा प्राप्तिको प्रकार यो अरू केही पनि गर्न पर्दैन, सिधै तपाईँहरूले ट्रान्सफर भनेर थिचिदिएपछि ल्यान्ड ओनरसिप हेज बिन चेन्ज भनेर आयो। यति भएपछि कि अर्को किताबमा गयो है। तपाईँहरूले गर्दाखेरि चाहिँ त्यो कुरा नझुकिनु कि त्यो अब जस्तै 4वटा 5वटा किताब बेचेछ भने पनि त्यो 5वटा किताब बेचेछ भने यो स्टेप चाहिँ 5चोटि रिपिट गर्नुपर्छ। तपाईँले एकचोटि मात्र गरेर एउटा मात्र किता हुन्छ, एउटा किता हुन्छ, दुईवटा किता एकैचोटिमा जाँदैन। त्यही भएर एउटा एउटा गरेर चाहिँ मिलाउनुपर्छ है। ल, थ्याङ्क यू।